तिमीले जीवनमा गरेका उल्लेखनीय उपलब्धिहरू सम्झ अनि चित्त बुझाऊ। गर्न त गरिरहेको छु, धेरै कुरा गरिरहेको छु, तर अब सम्झिया छैन, बिर्सिया छु। देशको बारेमा गरेको भए कसरी बिर्सिन्छ? आफ्नो बारेमा मात्रै गर्यौ अनि बिर्सिहालिन्छ। कुरा यति हो, बदमासी कहिले गरिएको छैन, कसैको एक पैसा खाएको छैन। अनि पैसा खाएको छैन भने त्यत्रो पैसा डर्यो भन्ने कुरा चाहिँ के हो त? ए बाबा, पैसा खाएको छैन पो भनेको छु त, डढिया छैन भनेको छु। तपाईँको छैन त्यो पैसा 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 कुन पैसा? त्यो पैसाको कारणले गर्दा नयाँ केटाहरूले दौड्दा दौड्दै दौड्दै यहाँ ल्याइ पुऱ्याए, कहाँ ल्याए पनि थाहा छैन, के गर्ने बस्दैछ। अनि केही थाहा छैन भने के थाहा छ त तिमीलाई? तिमीले जिन्दगीमा के गर्यौ त? सुन्सिया, 74को निर्वाचनमा प्रदेश सभा प्रतिनिधि सभाको चुनाव कसले गराएको? मैले गराएको होइन। तपाईँलाई थाहा छ नि, बहुदलको लागि जेल खाएको हो, लिबर्टीको लागि लडेको हो, प्रजातन्त्रको लागि चाहिँ नि विविध समयमा विविध भूमिका खेल्दै आएको हो नि म। तपाईँलाई थाहा छ नि, कदमसम्म भएको मेरै हो। के रे, कदम जाम भयो तिम्रो? के खुट्टा पनि दुखेको छ? कदम जाम भने होइन, कदम जम भनेको हो। तपाईँलाई थाहा छ त, कदम जम। के भन्या? क भनेको कर्णाली, ज भनेको दलित, म भनेको मधेसी, ज भनेको जनजाति, म भनेको महिला। यिनीहरूको उत्थानको लागि आवाज उठाएको मैले हुँ सबैभन्दा पहिला। I feel